सो हेलो गाइज, स्वागत छ फेरि पनि एउटा नयाँ भ्लगमा है। आजको भ्लग चाहिँ के बारेमा हुँदैछ भन्दा आज चाहिँ म त्यो स्याकुस्यो भन्नेमा जाँदैछु होइन। त्यो चाहिँ स्याकुस्योमा चाहिँ के गर्छ भन्दा त्यो माई नम्बर कार्डको लागि चाहिँ त्यो कार्डहरूको लागि चाहिँ के हो गर्नुपर्छ, त्यहाँनिर चाहिँ के कस्तो हुन्छ भनेर मलाई पनि थाहा छैन है। अनि त्यसको लागि चाहिँ यस्तो कार्ड हुन्छ एउटा, यस्तो कार्ड हुन्छ एउटा है, यस्तो कार्ड हुन्छ अनि यो लिएर जानुपर्छ। त्यो माई नम्बर कार्डको लागि चाहिँ यो लानुपर्छ है। अनि त्यसको लागि चाहिँ जाँदैछु। अनि त्यहाँ चाहिँ के हुन्छ कस्तो हुन्छ भनेर होइन म देखाउँछु। ल एकैचोटि म तल भेट्छु है त। ल स्याकुस्यो भन्नेको लोकेसन चाहिँ यत्तिकै टाढा छ है। यहाँबाट साइकलमा 8 मिनट लाग्छ भनेको छ। यस्तो छ है, यस्तो छ है। बाटोमा यस्तो रेड लाइट बल्ब छ है। त्यो रेड लाइट बल्ब छ अनि कुरै गर्नुपर्छ। मिनेटमा रेड लाइट बल्छ है। यस्तो गाह्रो छ क्या यहाँनिर के भन्ने। स्याकुस्योको अफिस चाहिँ यही पछाडिको हो है। यत्रो ठुलो छ यो अफिस चाहिँ, यत्रो ठुलो छ स्याकुस्योको अफिस भन्ने चाहिँ। यही है त, भित्र के हुन्छ म त पनि भन्छु है। ल यस्तो कार्ड दिँदो रहेछ यहाँ चाहिँ। मान्छेहरू चाहिँ यहाँ टन छ है। के भने बुझ्दैन रहेछ, गाह्रो छ यहाँ। के भएर भने हो थाहा नै हुन्न रहेछ है। जे होस् इङ्ग्लिसमा बोले त सजिलै भयो, इङ्ग्लिस अलिक जाने भएर त्यही हो। यहाँ चाहिँ खासै धेरै कुर्न पर्दैन रहेछ है। धेरैमा पनि 10 कि 15 मिनट मात्र कुर्न पर्यो। अनि त्यसपछि चाहिँ उनीहरू आफै नै बोलाउन आउँछ है। बोलाउन आएर अनि यस्तो गर्ने भन्दै भन्यो। तर सजिलो हुँदो रहेछ है, एक फेरामै सक्यो क्या राम्रोसँगै। अनि इङ्ग्लिसमा पनि बोलिदियो अनि त्यो भएर नि अलिक सजिलो भयो। अनि कार्ड चाहिँ कस्तो आउँछ भनेर म यहाँनिर राखिदिन्छु है। कार्ड चाहिँ एकछिन छिट्टै बन्दो रहेछ। ल त्यही हो, ल एकछिनमा भेट्छु ल, बाई बाई।